मैले चाहिँ के भन्छ लङ भिडियो नहाल्ने भनेर सोच्दै थिएँ होइन, तर सर्ट भिडियोमा त केही भन्ने कुरै हुँदैन, छोटो एकछिनको कुरो हुन्छ। त्यही भएर लङ भिडियो पनि बनाउनु थाल्नु पर्यो भनेर लङ भिडियो बनाउनु पर्यो भनेर थालेँ। अनि आज चाहिँ अब स्कुलमा कलेजमा कार्यक्रम छ होइन, मैले त्यहाँनिर क्लिप लिएको छु, अब हालिदिन्छु एकछिनमा। कार्यक्रम छ तर अब मैले पुरै हेर्दिनँ, अब अल्छी लाग्छ के पुरै हेर्नु। अनि पुरस्कार वितरण कार्यक्रम छ। फर्स्टलाई 100 को कपी, 2टा डट पेन के भनेर सुन्थेँ। अनि फर्स्ट सेकेन्ड थर्डलाई दिने हो त्यो चाहिँ। अनि त्यो चाहिँ देखाउँदिनँ, अब के देखाउनु र। जोस् अब 55औं वार्षिक उत्सव छ। अब यहाँ हाम्रो स्कुलको वार्षिक उत्सव हुन आँटेको छ, पुराण लाग्छ। र यो पालिको पुराण चाहिँ 9 दिने हुन्छ अरे। र कथावाचक चाहिँ फेरिने भनेको पहिले अब सदा वर्ष छन्दुराम गुरुजीले भन्नुहुन्थ्यो। अब यो वर्ष चाहिँ दामोदर न्यौपाने गुरुजीले भन्ने अरे। अनि पाठवाचक चाहिँ हाम्रै स्कुलको 10मा पढ्ने विद्यार्थी भाइ सन्देश रिजालले भन्ने हो होइन, त्यही छ। अनि तयारी हुँदैछ उतातिर, टेन्ट सेन्ट लगाएर तयारी अलिअलि हुँदैछ, त्यस्तै छ। आज अब अभिभावकहरू धेरै आउनुभएको छ, हेर्दै हुनुहुन्छ नानीहरूको के आएको छ भनेर। अब हुन्छ नि त, सोच्दै हुनुहुन्छ होला के आएको छ भनेर। भनेर थिएँ आज स्कुलमा कार्यक्रम छ, स्कुल कलेजमा कार्यक्रम छ भनेर। अनि त्यो कार्यक्रममा चाहिँ आज के हो भने पुरस्कार वितरण कार्यक्रम छ क्या। अस्ति स्कुलमा फर्स्ट सेकेन्ड थर्ड हुनेहरूलाई होल 4 देखि 12 सम्मको लागि। अनि त्यसको लागि यहाँनिर चाहिँ बसाउनको लागि विद्यार्थी बोलाएर यहाँनिर पुरस्कार दिनका लागि ठिक्क पारेको छन्। अब ककलले के पाउँदो रहेछन् हेरौँ। विशिष्ट अतिथिज्यूहरू, मेरा गुरुबुवा गुरुआमाहरू र मेरा दाजुभाइ तथा मित्रहरू, आज मिति 2082 साल 10 महिना 4 गतेका दिन यस श्री साङ्गवेद संस्कृत माध्यमिक विद्यालय तथा विवेकाश्रमद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा म अतिथि तथा अभिभावकहरूलाई स्वागत गर्न पनि आएको छ। कुनै पनि कार्यक्रमको शोभा भनेकै अतिथिको उपस्थिति हो। आज हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आफ्नो व्यस्तताका बावजुद पाल्नु हुनुभएको हाम्रो अतिथिहरूप्रति हामी धेरै नै हर्षित छौँ। अतिथि देवो भव भनिन्छ, अर्थात् अतिथि देवता समान हुन्छ। यसै भनाइका साथ म यस विद्यालय संस्था तथा आयोजकका तर्फबाट यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। यो कार्यक्रम सभ्य र भव्य रूपमा सञ्चालन भइरहोस् भन्ने विश्वासका साथ यहाँहरू सम्पूर्णलाई म शब्द मार्फत स्वागत मन्तव्य राख्न चाहन्छु। स्वागत। म अल्छी घर लाग्न थालेँ। अब आज त कोही पनि साथी थिएन नि त, अब कोही साथी छैन, घर जानु छ। अब अस्ति त भाइ पनि आउँथ्यो, आज त फेरि अल्छी लागेर ऊ पनि एउटा सिरियल छ एक दुजे के वास्ते हो त्यो हेर्न थाल्ने अरे। अबदेखि मैले त पहिले नै 2 चोटि हेरिसकेको, अब ऊ त्यो हेर्न थाल्ने अरे। त्यही भएर अनि म चाहिँ अब त्यतिकै लागेँ। अब मैले पुरस्कार पाउने पनि होइन, केही पनि होइन भनेर लागिहालेँ म चाहिँ। अब जाँदैछु, जान्छु घर। अब खाना त बिहानै खाएँ। अब आज औँसी मम्मी आमा बुवा कसैले खाना खानुहुन्न। अब के पाक्छ हेरौँ। अब पाकेको चिज खाने हो, नभए त के र, त्यतिकै बस्ने हो चिलमा। अनि यस्तै छ। अब यहाँ यो चाहिँ हाम्रो सरको घर हो, यो ग्रे कलरको। यो चाहिँ हाम्रो म्याथ पढाउने सरको घर। यो म्याथ पढाउने सरको घर हो। खतरा सर, खतरा पढाउनुहुन्छ क्या जोस्। अब नभए पासै हुने थिएन। अब राति बिहान दिउँसो नभनिकन पढाउने।
अब नेपाली स्कुलमा पढाइ त त्यति राम्रो हुँदैन भन्छन् कि, तर जस पढाइ चाहिँ राम्रो क्या, हाम्रो लागि चाहिँ पढाइ राम्ररी पढाउनु भयो। अब अहिले पनि अर्थशास्त्र पढाउनुहुन्छ, मैले लिएको छैन अर्थशास्त्र, त्यही भएर पढ्दिनँ, नभए त पढ्दा पनि हुन्थ्यो होला। ल अब घर जाँदैछु। अब त्यस्तो उस्तो कार्यक्रम सुन्न अल्छी लागिहाल्छ। युवा जेन्जी, अल्छी जेन्जी यस्तै छ साथीहरू। र अब ब्लग बन्द गर्नुपर्छ होला। आजको कन्टेन्ट यति नै भयो। बाई।